के तपाईलाई थाहा छ दिनको 15 मिनेट पुस्तक पढ्दा हाम्रो जीवन 1 वर्षमै परिवर्तन हुन सक्छ। यदि तपाई आफ्नो जीवन परिवर्तन गर्न चाहनुहुन्छ भने मोबाइल स्क्रोल गर्ने बानी आजैदेखि कम गर्नुहोस्। कम्तीमा दिनमा 15 मिनेट पुस्तक पढ्ने बानी बसाल्नुहोस्। पुस्तकले तपाईको सोच, बोलाइ, आत्मविश्वास र भविष्य नै परिवर्तन गर्न सक्छ। आजको यो भिडियो म तपाईलाई पुस्तक पढ्ने 5 वटा शक्तिशाली फाइदाहरू बताउने छु जसले तपाईको सोच, आत्मविश्वास र भविष्य बदल्न सक्छ। ती 5 वटा प्रतिभाशाली फाइदाहरू के हुन् त? नम्बर 1 मा छ सोच्ने तरिका परिवर्तन हुन्छ। पुस्तक पढ्ने बानीले हाम्रो सोच नै परिवर्तन गर्छ। पुस्तक पढ्दा हामी नयाँ विचार र नयाँ अनुभव जान्छौँ। यसले हाम्रो दिमाग फराकिलो बनाउँछ, समस्या समाधान गर्ने क्षमता बढ्छ। त्यसैगरी नम्बर 2 मा छ आत्मविश्वास बढ्छ। जति धेरै नलेज हामीमा हुन्छ त्यति नै हाम्रो आत्मविश्वास बढ्दै जान्छ। पुस्तक पढ्ने मानिस बोल्दा स्पष्ट बोल्छ र डराउँदैन। आफ्नो विचार खुलेर राख्न सक्छ पुस्तक पढ्ने मान्छे। त्यसैगरी पुस्तक पढ्ने बानीले हामीलाई फाइदा पुर्याउँछ। नम्बर 3 लक्ष्य स्पष्ट हुन्छ। मोटिभेसनल किताबहरूले लक्ष्य कसरी बनाउने, समय कसरी व्यवस्थापन गर्ने भनेर सिकाउँदछन्। उदाहरणको लागि इट दैट फोक, यो पुस्तक अमेरिकी लेखक ब्रायन ट्रेसीद्वारा लेखिएको पुस्तक हो। यसको अर्थ हुन्छ हामीले आफ्नो कामलाई टालटाल छोडेर आफ्नो कामलाई फोकस गर्नु। सजिलो रूपमा भन्नुपर्दा सबैभन्दा कठिन काम सबैभन्दा पहिले भनेर यो पुस्तकले हामीलाई सिकाउँदछ। हामीमा जीवनमा धेरै कामहरू पूर्ति गर्नको लागि हामीमा पर्याप्त समय नहुन सक्छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण काम सबैभन्दा पहिले सिद्ध्याउनुपर्छ भनेर यो पुस्तकले हामीलाई राम्रोसँग सिकाउँदछ। र प्रोक्रास्टिनेसनबाट पनि बच्नको लागि प्रोक्रास्टिनेसन भनेको के हो भन्दाखेरि प्रोक्रास्टिनेसन भनेको हामी कुनै पनि काम गर्नमा ढिलाइ हुनु। कुनै काम गर्दछौँ त्यो काम हामी त्यस कामलाई ढिला गर्नुको अर्थ हो प्रोक्रास्टिनेसन। त्यस ठाउँबाट पनि हामीलाई बचाउनको लागि यो पुस्तकले हामीलाई राम्रोसँग सिकाउँदछ। त्यसैगरी नम्बर 4 मा छ बोल्ने र लेख्ने क्षमता सुधार हुन्छ। पुस्तक पढ्ने बानीले हाम्रो बोल्ने वक्कल र लेख्ने क्षमतामा सुधार धेरै नै आउँछ। पुस्तक पढ्दा नयाँ शब्द सिकिन्छ, भाषा बलियो र स्ट्रङ हुन्छ नै। नम्बर 5 सकारात्मक सोच र धैर्य बढ्छ। जीवनमा समस्या त आउँछ नि, तर पुस्तक पढ्ने मानिस सजिलै हार मान्दैन। सोच यदि सकारात्मक छ भने तपाईको जीवन पनि सकारात्मक रूपमा जिउन सक्नुहुन्छ। त्यसैले पुस्तकले हामीलाई सकारात्मक पोजिटिभ थिङ्किङ दिन्छ नै। पोजिटिभ थिङ्स भाइब्सहरू पुर्याउँछ नै हामीमा। त्यसैले पुस्तक पढ्ने बानीले हाम्रो धैर्यता बढाउँछ र सकारात्मक सोच्ने तरिका पनि बढाउँछ नै। यी थिए हामीले पुस्तकबाट पाइने फाइदाहरू, शक्तिशाली फाइदाहरू। यदि तपाईँ आफ्नो जीवन परिवर्तन गर्ने चाहनुहुन्छ भने आजैदेखि दिनमा कम्तीमा 10-15 मिनेट पुस्तक पढ्ने बानी बसाल्नुहोस् सुरुवातमा। पछि त बढ्दै जान्छ नै। तपाईमा लत लाग्छ नै पुस्तक पढ्ने बानीको। मोबाइल स्क्रोल कम गर्नुहोस्, ज्ञान बढाउनुहोस्। यदि यो भिडियो तपाईलाई मन पर्यो भने प्लिज लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सनुहोस् ताकि हामी सँगै अघि बढौँ। र अझै यस्ता भिडियो हजुरलाई मन पर्छ भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् र कुन पुस्तकको कस्तो समरी चाहियो हजुरलाई त्यसको बारेमा म फेरि यस्तै भिडियो हजुरको सामु ल्याएर आउने नै छु। र अहिलेको लागि यति नै। फेरि भेटौँला। हस्त नमस्ते।